एउटा पेसागत ज्ञानमा चाहिँ एकरूपता आओस् भन्ने हेतुले, किनभने 90वटा पल्टनबाट हामीलाई त्यहाँ भेला गरिएको थियो। हरेक पल्टनको आफ्नो दायित्व, आफ्नो जिम्मेवारी र आफ्नै किसिमको अलिकति नीति भएको हुनाले, तर त्यो होइन, अब यो पल्टन चाहिँ यो हुनुपर्छ भन्ने हिसाबले विशेष तालिम एउटा सञ्चालन गरेर त्यसपछि यो पल्टन स्थापना गरियो। बिचमा अलिकति हामीलाई यो पल्टन सुरु गर्नको लागि केही कठिनाइहरू भए, त्यो त्यस्तै हो, समस्या आउँछ, त्यसलाई सल्भ गर्नुपर्छ भन्ने हेतुले हामी यो स्थापना भयो। र यो नेपाल सरकारले विशेष गरी यो पहाडी जनजाति किराँत मूलको जातिहरूलाई नै भेला गरेर यो पल्टन स्थापना गर्ने भन्ने उद्देश्यका साथ उहाँहरूले यो पल्टन स्थापना भएको हो। र पहिला चाहिँ अब यहाँ हामी विशेष गरी किराँत वंशजकै जातिकै व्यक्तित्वहरू भेला गरेर यो पल्टन स्थापना भएको। अहिले चाहिँ के कसो छ, अब त्यो म पनि अलिकति जागिर छोडिसकेको छु, अनभिज्ञ छु होइन। र अब कुरा रह्यो त्यस पश्चात हामी लगभग अहिले 20औं वर्षमा यो पल्टन स्थापना भएको भन्ने अब यहाँलाई आजको मितिबाट थाहा भएको। र अहिलेसम्म जे होस्, म पनि बेला बेला कहिलेकाहीँ उहाँहरूले निमन्त्रणा गर्नुहुन्छ, म पल्टन पुग्छु। जे होस्, यो हाम्रो पल्टनले राम्रै नेपाल आर्मीको पल्टनहरूको स्तरमध्येमा पनि उच्च स्तरको हरेक कुराहरूमा नाम अगाडि राखेको छ भन्ने म यहाँ पनि सुनिरहन्छु। तपाईँहरूले पनि यो कुराहरू जानकारी कतिपयलाई होला, कतिपयलाई नहोला। जे होस्, यो पल्टन अहिलेसम्मको लागि अत्यन्तै राम्रो हिसाबले नेपाल आर्मीको 82वटा, अहिले लगभग 81वटा बटालियनहरू थियो। त्यो बटालियन मध्येमा पनि 1-2 नम्बरमा आउनु भनेको अत्यन्तै राम्रो कुरो हो। यो हाम्रो लागि सिधुमर्मन गौर परिवारको तथा आश्रित परिवारको निमित्त खुसीको कुरा हो भन्ने म यहाँलाई जानकारी गराउन चाहन्छु। र त्यस पश्चात अब हामी यो रिपुमर्दन गणबाट स्थापना भएदेखि रिटायर भने